दर्शकबिन अहिले हामी सुनसरीको इनरवा नगरपालिका वडा नम्बर 1 स्थित रहेको यो लोकतान्त्रिक चौक स्थित रहेका छौँ र हिजो राति जुन घटना देवानगञ्जमा भएको थियो उसकै विरोधमा यहाँनिर इनरवाका युवाहरूले पनि विरोध जनाइरहेका छन् र यो इनरवा बजार चाहिँ बन्द गराइरहेको अवस्था हजुरहरूलाई हेराउन चाहन्छौँ। र यो इनरवा नगरपालिका वडा नम्बर 1 स्थित रहेको यो लोकतान्त्रिक चौक हो जहाँ चाहिँ बजार पनि पूर्ण रूपले बन्द गराएर अहिले टायर बालेर प्रदर्शन भइरहेको अवस्था छ भने यता पूर्ण रूपमा बजारहरू बन्द गराउँदैछन् यहाँका स्थानीय युवाहरू। हिजो आइतबार साँझ देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 स्थित दुई समुदाय बीच झडप हुँदाखेरि चाहिँ विवाद भएको थियो र त्यहीमा एकजनालाई गोली लागेर मृत्यु समेत भएको अवस्था थियो। त्यसकै विरोधमा चाहिँ आज सुनसरीका विभिन्न स्थानहरूमा टायर बालेर प्रदर्शन गरिरहेको अवस्था छ भने यो बजारहरू पनि बन्द गराइरहेका अवस्था छ। र यहाँ प्रहरी प्रशासनको पनि उपस्थिति छ। यहाँ प्रत्येक पसलहरू बन्द गराइरहेको अवस्था छ। अगाडि बढ यो दृश्य हो सुनसरीको इनरवाको। लोग में देख रहे तो बंद करता है। हम डांट पड़ दो सब ताकि अक्के बार कभी जब तक दुकान बंद न करो सब जगह पुलिस प्रशासन मुर्दाबाद पुलिस प्रशासन मुर्दाबाद पुलिस प्रशासन मुर्दाबाद के भएको दाइ आज चाहिँ यो बजार चाहिँ बन्द किन गराउँदै हुनुहुन्छ यसरी? सदरमुकाम हो। अब हिजो बेलुका जुन आतङ्ककारीहरूलाई बचाउनका लागि आतङ्कवादीहरूलाई हिन्दू युवाहरूलाई जो पलगम जान लागेको त्यो पवित्र काममा उनीहरूमाथि गोली चलाए। एकजनाको त्यसको ध्यान नै भयो र दुईजना अझै अन्तिम अवस्थामा छन्। दर्जनौं मान्छे घाइते छन्। त्यसको विरोधमा आज हिन्दूवादी युवाहरूले यो गोली कामको विरोधमा तपाईँले बजार बन्द गराउने काम गरे। यस्तो के अवस्था आइपुग्यो र प्रशासनले गोली नै चलाउनु पर्यो के लाग्छ तपाईँलाई? हामीलाई गोली चल्दाखेरि हामीलाई थाहा भएन भन्दाखेरि त्यस कारण जब प्रशासनलाई थाहा छ उनीहरूलाई थाहा हुन्छ। यो मिलो मतमा आतङ्कवादीहरूले हरेक घरमा तपाईँलाई बन्दुक चलाएको दक्षिणतिर घरमा खतल गर्नुको त्यो आतङ्कवादीहरूलाई दबाई गर्नुपर्छ। अब हजुरहरूको माग चाहिँ के हुन्? चल अगाडि
अहिले इनरवा नगरपालिकातर्फ यो भिड गइरहेको छ पसलहरू बन्द गराउँदै। तपाईहरुलाई यो सुनसरी सदरमुकाम इनरवाबाट प्रत्यक्ष abarsunsari.com को मार्फतबाट हामी हेरिरहेको छ यहाँको अवस्था। ठीक छ।